हामी किन चाहिँ हामीले इन्टिमेट रिलेसनसिप हो कि घनिष्ठ सम्बन्ध चाहिन्छ भन्ने कुरा मैले तपाईहरुलाई केही कुरा भन्दै थिएँ अनि मैले तीनवटा त्यसको रिजन्सहरु मैले बताउँदै थिएँ। सबैभन्दा पहिलो कुरा चाहिँ परमेश्वरलाई नै हामी के गर्छौं, वी क्यान सेटिस्फाई गॉड बाइ आवर प्रेजेन्स। हाम्रो उपस्थितिले हामी परमेश्वरलाई सन्तुष्टि दिन सक्छौं। अनि परमेश्वर चाहिँ गॉड इज सेटिस्फाइड when your heart and your presence are present before God। तपाईको हृदय र तपाईको आफ्नो सम्पूर्णता जब परमेश्वरको उपस्थितिमा लगेर राखिदिनु हुन्छ, he is well pleased and he is after you, not after things you have। परमेश्वर तपाईको पछाडी हुनुहुन्छ, तपाईसँग भएको चीज वस्तुहरुको पछाडी होइन भनेर मैले तपाईलाई भन्दै थिएँ। यस, हामी उहाँलाई दिन्छौं, तर त्यो त खासमा हामीले परमेश्वरलाई दिएको भन्दाखेरि पनि यो त हामीले दिएको कुराहरु मान्छेलाई पुगिराखेको हुन्छ। and even God will bless। हामीले दिएको भेटी पनि खासमा त्यो परमेश्वर भएकोमा गएको हुँदैन, त्यो त मान्छे भएकोमा विभिन्न सेवकाई यही प्रयोग भइराखेको हुन्छ। तर परमेश्वरले उहाँको नाउँमा उहाँको खातिर हामीले दिएको है भन्ने हिसाब भएकोले गर्दा उहाँले हामीलाई आशिष दिइहाल्नुहुन्छ त्यसको पनि। तर परमेश्वरले हामीलाई चाहेको चाहिँ हाम्रो व्यक्तिगत जीवन हो कि हामी हाम्रो उपस्थितिले परमेश्वरलाई हाम्रो उपस्थितिले सन्तुष्टि तुल्याउँछ। आमेन। हाम्रो उपस्थितिले हामी उहाँमा हुनुले उहाँलाई सन्तुष्टि तुल्याउँछ भन्ने कुरा मैले बताउँदै थिएँ। किनभनेदेखि उहाँले हामीलाई प्रेम गर्नुभएको छ अनि उहाँको सबैभन्दा एउटा उहाँको पनि एउटा खाँचो छ, त्यो खाँचो भनेको चाहिँ संगति हो भन्ने कुरा मैले सबैभन्दा पहिला बताएँ। दोस्रो नम्बरमा यदि हामीले घनिष्ठ सम्बन्धमा हामी बस्यौँ भने हाम्रो जीवनमा फल फल्छ। अघि फल फलाउनुको लागि केही कोसिस गर्नु पर्दैन। यु डोन्ट निड टु ट्राई एनीथिङ, जस्ट यु बी इन गॉड। तपाईँ परमेश्वरमा हुनुभयो भने फल आफसे आफ आइहाल्छ। आमेन भन्नुहोस् त। फल जमिनमा गाडिएपछि नि सुन्तलाले टेन्सन गर्नु पर्दैन, एक दिन त्यो फल मैले जबरजस्ती फलाउनु पर्छ। तपाईले दिनै पछि मकैलाई उम्री बढ घोगा आइज भन्नु पर्दैन, त्यो आफै हुन्छ। तर जमिनमा हुनु पर्यो। जमिनसँगको घनिष्ठतामा कुनै पनि बिरुवाले के गरेको हुन्छ, फल फलाएको हुन्छ। परमेश्वरसँगको घनिष्ठतामा हरेक विश्वासीले फल फलाएको हुन्छ। एउटा स्वाभाविक प्रक्रिया हो। त्यसले गर्दाखेरि धेरैजना विश्वासीहरू हैरान भएर सेवकै हैरान। आज धेरैजना मान्छेहरू हत्तुपेदो भएको छ, सेवकाईमा रिजल्ट पनि छैन अनि सेवकाईमा सन्तुष्टि पनि छैन अनि एकदमै हताश निराश भएर सेवकाई गरिराखेको छ। वास्तवमा सेवकाई त्यस्तो हुँदैन। कतिले फलामको चिउरा भन्छ कि सेवकाई फलामको चिउरा हो भने तपाईको दाँत त्यो भन्दा डरलाग्दो प्रबल दिनुहुन्छ। आमेन। यही दाँतले चबाउन तपाईको दाँत एकै तालमा तपाईको दाँत बाहिर निस्किन्छ। अनि धेरैजना मान्छेहरू मिनिस्ट्री गाह्रो साह्रो हैरान हेर्दै हरेस अब सेवकाईमा नआऊ। त्यो चाहिँ नि आज धेरैजना जवानहरू पनि सेवकाईमा आउने इन्स्पायर भएको छैन। किनभने अगाडिको मान्छेलाई सेवकाई गरेर देखेर। किन कस्तो खालको सेवकाई गर्यो? नो इन्टिमेसी, घनिष्ठता छैन सेवकाईमा पनि। खासमा नि हामीले हाम्रो सेवकाईलाई पर्स्यु गर्नु पर्दैन, सेवकाईले हामीलाई पर्स्यु गर्छ। सेवकाईले हामीले खेदिरहनु पर्दैन, सेवकाईले हामीलाई खेद्छ। आमेन भन्नुहोस् त। अपर्च्युनिटीले म तपाईलाई उत्साह दिन चाहन्छु। भयङ्कर भएको भन्ने होइन, तपाईले यसरी नसम्झिनु होला। थुप्रो प्रोग्राम मैले क्यान्सल गर्नुपर्छ। I have to cancel so many programs in the year। कति हो लाइन अप हुन्छ प्रोग्राम्सहरू। अनि कतिवटा प्रोग्रामहरू चाहिँ मेरो समय छैन भन्दा भन्दै उहाँले मेरो समय कहिले एभाइलेबल हुन्छ तैले प्रोग्राम गरिदिन्छ उनीहरूले। त्यसो गरेर लाइन यहाँ आएको घरबाट निस्केको निकै भइसक्यो। यो शनिबार म घरमा थिइनँ, शुक्रबारै निस्केको हैन। कतिवटा प्रोग्राम गरेर म यहाँ आउँदैछु अनि यो बीचमा पनि मैले यो खाली भएको भए हैन एकै तालमा दुई ठाउँ बोल्नु परेको भए त दुई ठाउँमै दिन सक्थेँ म। मान्छेहरू रेडी थियो बोलाउनुको लागि। भन्नु पनि यु डोन्ट निड टु पर्स्यु मिनिस्ट्री, मिनिस्ट्री विल पर्स्यु यु व्हेन यु पर्स्यु गॉड। आमेन भन्नुहोस् त। परमेश्वरलाई खोज्नुहोस्। यस्तो समय आउँछ नि म बोल्नु जान्दछु, म आराधना गर्नु जान्ने मान्छे भन्नु पर्दैन। पछाडि लुकेको मान्छेलाई टिपेर अगाडि राखेर तपाईँलाई आराधना गर्नु लाउँछ। आमेन भन्नुहोस् त। किन भन्दै गर्दाखेरि तपाईको जीवनमा फल देख्छ उनीहरूले। आमेन भन्नुहोस् त। तपाईको जीवनमा फल देख्छ उनीहरूले, तपाईको जीवन उनीहरूले रिजल्ट देख्छ। ओ तपाईको स्वभावलाई हेर्दै गर्दा यसलाई अगाडि ल्याउँ जस्तो हैन। कतिजना मान्छेलाई बल्ल एकपल्ट समय दियो त्यहाँदेखि जिन्दगीमा कहिले नदिउँ जस्तो हुन्छ। तर कोही मान्छे हुन्छ पछाडि बसेको छ आइज न अगाडि भन्नुपर्ने हुन्छ। किन भन्दाखेरि फल देख्छ। जब रुखले फल फलाउँछ नि उसले आफ्नो एडभर्टाइजमेन्ट गरिरहनु पर्दैन। फल फलेको ठाउँमा मान्छेहरू खोजेर जान्छ। सुन्तलाको बोटले एडभर्टाइजमेन्ट गर्छ फलेको बेलामा, नफलेको बेलामा एडभर्टाइजमेन्ट गर्दा कोही आउँछ? आउँदैन। त्यसले गर्दाखेरि नि जब तपाईको जीवनमा फल लाग्छ नि तपाईको जीवन भिन्नै हुन्छ। आमेन भन्नुहोस् त। तपाईको जीवन भिन्नै हुन्छ। त्यहाँ फलमा फ्रेग्रेन्स हुन्छ। देयर इज अ फ्रेग्रेन्स
इन फ्रुट। त्यो यस्तो किसिमको फलमा म फलेको बेला पनि फल फलेको बेलामा मजाले पाकेको बेला जानुहोस्, त्यसको सुन्तलाको बोटमा सुन्तलाको फ्रेग्रेन्स आइरहेको हुन्छ, सुगन्ध आइराखेको हुन्छ। त्यो अम्बको बोटमा अम्बको फ्रेग्रेन्स आइरहेको। तपाईँ कुन कुन फलको कुरा गर्छ, त्यो सबै फलमा के भइराखेको हुन्छ, आफ्नै किसिमको सुगन्ध त्यहाँनिर फैलिराखेको हुन्छ। त्यो कारणले गर्दाखेरि प्रियहरू, जब तपाईँ घनिष्ठतामा उहाँको बोटमा तपाईँ जोडिनुहुन्छ, जोडेपछि फल लाग्छ, फल लागेपछि फ्रेग्रेन्स आउँछ, फ्रेग्रेन्सले मान्छेलाई तानेर ल्याउँछ। घर तपाईँले पर्फ्युम दल्छ नि मान्छेलाई, मजाको मिठो बनाओस् भनेर पर्फ्युम दल्छ, त्योभन्दा डरलाग्दो हुन्छ त्यो फलको सुगन्ध। आमेन भन्नुहोस् त। त्यो बनावटी हुँदैन, नुहाएपछि जान्छ कि भन्ने हुँदैन, त्यो रहिरहन्छ, त्यतिखेर रहिरहन्छ। आमेन भन्नुहोस् त। त्यस्तो शक्तिशाली हुन्छ। अनि मैले भने तपाईँमा भएको फल चाहिँ नि फ्रेग्रेन्ससँगको हुन्छ। ओहो, त्यो मान्छे आएर केही कुरा शब्द बोलिदिए हुन्थ्यो, त्यो मान्छेले एक शब्द बोलिदिए हुन्थ्यो, आशिष हुन्थ्यो। त्यस्तो बोल्ने मान्छे संसारमा अबको दिनमा नि बोल्ने 101 मान्छे कति भेट्छ अबको दिनमा, याद गर्नुहोस्। किनभने अब यस्तो जेनेरेसन आउँदैछ, नबोल्ने लाटा कोही हुनेवाला छैन। तर जो मान्छेसँग साँच्चै नै उहाँको घनिष्ठतामा बसेर फल फलाएकोहरू हुन्छ नि, तिनीहरूले बोलेको र खतरा बोलेकोमा फरक हुन्छ, किनभने त्यसको रिजल्ट फरक हुन्छ। आमेन हुनु त। त्यसको रिजल्ट फरक हुन्छ। भात त भातै हो होइन, खानेकुरा त खानेकुरै हो। कुनै खानेकुराले पखालो लाउँछ, खान त खायो नि, हेर्दा दामी छ, पखालो लाउने के गर्नु। तर बल दिने खानेकुरा जस्तो हुन्छ तपाईँ फल लागेपछि। अनि परमेश्वरको इच्छा चाहिँ नि, परमेश्वर तपाईँलाई चाहिँ फलवन्त बनाउन चाहनुहुन्छ। फ्रुटफुलनेस हो कि फेथफुलनेस हो नभन्नुहोस्, परमेश्वरले तपाईँको जीवन दुइटै चाहनुहुन्छ। आमेन भन्नुहोस् त। फेथफुलनेस पनि चाहनुहुन्छ, फ्रुटफुलनेस पनि चाहनुहुन्छ। दुइटै कुरा। फलवन्त हुनु नै, बन्नु नै परमेश्वरको योजना हो तपाईँको जीवनमा। तपाईँको नेचरमा पनि फल लागेको चाहन्छ परमेश्वरले, तपाईँको सबै सेक्टरमा, तपाईँको फाइनेन्समा पनि फल लागेको चाहन्छ। आमेन भन्नुहोस् त। तपाईँको वैवाहिक जीवनमा पनि परमेश्वरले फल लागेको चाहन्छ। फल्दै फुल्दै र वृद्धि हुँदै जाओ, अनि मात्रै अधिकार छ। सुन्नुहोस्, फल्ने व्यक्तिहरू, फुल्ने व्यक्तिहरू फल्छ, फल्ने व्यक्तिहरू वृद्धि हुन्छ, वृद्धि हुने मान्छेले मात्रै राज्य गर्छ। आमेन भन्नुहोस् त। राज्य चाहिँ वृद्धि बिना सम्भव छैन, डोमेन चाहिँ नि वृद्धि बिना सम्भव छैन। यु हेभ टु इन्क्रिज। तपाईँको पर्सनल जीवन पनि इन्क्रिज हुनु पर्यो, सङ्ख्यामा पनि इन्क्रिज हुनु पर्यो। यो दुइटै कुरा हुनु चाहिँ महत्त्वपूर्ण कुरा छ। यो दुइटै कुरा हुनु के छ अरे, महत्त्व छ, महत्त्वपूर्ण कुरा हो। अनि यो चाहिँ घनिष्ठताले मात्रै हुन्छ। त्यसले गर्दाखेरि जीवनमा नि तपाईँले नि सबै कुरा छोडेर सबैभन्दा पहिलो तपाईँले फाउन्डेसन लाउनु पर्ने चाहिँ घनिष्ठतामा हो, इन्टिमेसीमा हो। तपाईँको पढाइभन्दा त्यो इम्पोर्टेन्ट छ, तपाईँको संसारिक करियरभन्दा त्यो इम्पोर्टेन्ट छ, तपाईँको मिनिस्ट्री गर्नेहरूको मिनिस्ट्रीभन्दा त्यो इम्पोर्टेन्ट छ। आमेन। किनभने सबै कुराको स्रोत नै परमेश्वर हुनुहुन्छ। एभ्रिथिङ कम्स फ्रम गड। अनि स्रोतसँग नजोडी अरू गरी हिँडेर हुँदैन। यदि परिश्रमले नै, मैले अघि भन्दै थिएँ, आदमलाई परमेश्वरले के गर्नुभएको अरे, बगैँचामा राख्नु हो। बगैँचा कसले बनायो, आदमले लगाएको कि परमेश्वरले लगाउनु भयो? परमेश्वरले। बगैँचा त लगाइदिए, कुलो आफै खुन भन्नु भएन परमेश्वरले, खोलै कुदाइदिनु त्यहाँबाट। आमेन भन्नुहोस् त। बगैँचालाई भिजाउनुको लागि खोला पनि त्यहीँ रेडी छ, खालि हेरचाह र गोडगाड। किन लाइट काम? ताकि समय चाहिँ परमेश्वरलाई दिनु सकोस्। भन्नु मतलब चाहिँ यदि अहिले पनि यो सिद्धान्त लागु हुन्छ, यदि तपाईँले परमेश्वरसँग धेरै समय बिताउनु हो भने कम्ती इफेक्टमा पनि धेरै फल फलाउनुहुन्छ। तर प्रभुसँग समय बिताउनु हो भने धेरै इफेक्टमा पनि धेरै कम्ती फल फलाउनुहुन्छ। यदि नि परिश्रमले मात्रै मान्छे धनी, परिश्रमले मान्छे धनी बनाउने भएको भए जनावर मध्येमा सबैभन्दा धनी गधा हुन्थ्यो होइन? गधाले जतिको कसले दाँचिन्छ होइन? गधा घोडाहरू हुन्थ्यो, गोरुहरू सबैभन्दा धनी। मान्छेमा ज्यामी हुन्थ्यो, लेबर काम गर्ने मान्छेहरू। उनीहरूले जतिको परिश्रम कसैले गर्छ? ओटी भन्दै काम गरेर। विदेशमा हाम्रो मान्छेहरू जान्छ, ओटी गरेको हुन्छ, आमा म 24 घन्टामा 6 घन्टा मात्रै सुतेको अरे, पाँचुलाई दुखेको, केही हुँदैन फर्केर आउँदा, अलिअलि हुन्छ। यहाँनिर यसो दिमाग ख्याउनेले त्योभन्दा बेसी कमाएको मान्छेले दिमाग ख्याएर। भन्नुको मतलब चाहिँ मैले भन्नु खोजेको नि, जब हामी परमेश्वरमा हामी जान्छौँ, प्रभुले फलवन्त बनाइसकेपछि नि तपाईँले नरोपेको ठाउँमा कटनी गर्नुहुन्छ। आमेन। तपाईँले छर्दै नछरेको ठाउँमा तपाईँले कटनी गर्नुहुन्छ। एकदमै महत्त्वपूर्ण कुरा हो। इट्स अ भेरी इम्पोर्टेन्ट। फलवन्तता भनेको नि खालि स्वभाव मात्रै लाग्दैन, तपाईँको फाइनेन्समा पनि फलवन्तता लाग्छ। आमेन भन्नु त। तपाईँको सेवाकाईमा पनि फलवन्त हुन्छ। तपाईँको प्रभावको दुनियाँ, इन्फ्लुएन्समा तपाईँ एकदमै प्रभावशाली हुन्छ। अनेक यत्तिकै नाच्नेहरू भन्दा उसले
इन्फ्लुएन्सले गर्दा क्या, बिकज अफ द इन्फ्लुएन्स। जब तपाईँलाई परमेश्वरले फलवन्त बनाउनुहुन्छ नि, त्यो इन्फ्लुएन्सको जग्गामा परमेश्वरले लानुहुन्छ। मैले खतरा गीत गाएपछि, खतरा वचन बोलेपछि मान्छे आशिषित हुन्छ होला, मान्छेले मलाई बोलाउँछ होला, डोन्ट थिङ्क एबाउट द्याट। त्यस्तो मान्छे कति छ चाहिँ यो दुनियाँमा। जब तपाईँको जीवनबाट साँचो प्रेजेन्स र फल फक्सन लागेर मान्छेको जीवनमा त्यसले असर गर्न सुरु गर्छ, अनि मात्रै तपाईँ काम लाग्ने हुन्छ। हालेलुया। यस्तो चिज हो प्रियहरू। त्यही कारणले गर्दाखेरि हाम्रो जीवनमा के छ भन्नुहोस् त, फल। प्रार्थनाकैमा पनि फल लाग्नुपर्छ। मैले भने प्रार्थनाको जीवनमा फल लाग्नु जरुरी छ। तपाईँले प्रार्थना गरेको, अघि मैले भने प्रार्थना गरेको आफै पनि प्रार्थना गर्न सक्छ नि परमेश्वरलाई। यत्रो चिठी लेखेर प्रभुको दासलाई थाक थाक पठाइराखेको हुन्छ, किनभने आफ्नो प्रार्थनामा उसलाई भरोसा छैन। किन भरोसा छैन? इन्टिमेसी छैन। जो मान्छेले आफ्नो प्रार्थनामा भरोसा गर्छ, अर्कालाई चिठी लेखिन पठाउनु त नराम्रो होइन, तर अर्काको प्रार्थनामा डिपेन्ड हुँदैन। अर्काको प्रार्थनामा त डिपेन्ड हुने विश्वासी भनेको आइसियुको विश्वासी हो। कृत्रिम अक्सिजनले बाँचेको हुन्छ नि, अर्कैबाट लगाएको हुन्छ क्या, आफू तान्नु नसकेर। अर्काको प्रार्थनाले, अर्काकै उत्साहले, खालि अर्काले हिँड्नै चर्च जाऊ भनेर मात्रै चर्च जानेहरू चाहिँ आइसियुको विश्वासीहरू। केही गर्नु छ, जिउँदो त हुन्छ, आँखा पेलेक 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 पारिरहेको हुन्छ, तर केही गर्नु सक्छ भन्नुहोस् त? केही गर्न नसक्ने विश्वासी हुन्छ। तर घनिष्ठतामा हिँड्ने मान्छे चाहिँ आइसियुको विश्वासी होइन, खेल मैदानको विश्वासी हो। आमेन भन्नुहोस् त? युद्ध भूमिको विश्वासी हो। उसको प्रार्थना, उसले प्रार्थना गर्छ, प्रभुले त्यो प्रार्थना सुन्नुहुन्छ। उसले झरीलाई आज्ञा गर्छ, झरी आइज भन्दा झरी आउँछ, रोकी भन्दा रोकिन्छ। आमेन भन्नुहोस् त? उसले धन सम्पत्तिलाई भन्छ, रुपियाँ पैसा भन्छ, ए रुपियाँ पैसा तेरो काम भयो आइज भन्छ, त्यो आउँछ। आमेन भन्नु त? त्यस्तो कमान्डिङ क्यापेसिटी, उसको प्रार्थना त्यति शक्तिशाली हुन्छ घनिष्ठतामा। जसले पाए त्यसले गरेर हुँदैन। घनिष्ठता चाहिँ एकदमै इम्पोर्टेन्ट कुरा हो। किन? कसैले गर्दा हुने, कसैले गर्दा नहुने। कसैले प्रार्थना गर्दाखेरि आँखा टोड्का परेको आँखामा आँखा निस्किने, कसैले प्रार्थना गर्दा राम्रो आँखा बुझ्चिने। किन हुन्छ? इट्स अल अबाउट इन्टिमेसी म्याटर्स भन्नुहोस् न। घनिष्ठताले महत्त्व राख्छ भन्नुहोस् न। घनिष्ठताले महत्त्व राख्छ। त्यसलाई थाहा छ नि, पावलले होइन, पावलले भनेको यीशुको नाउँमा, पावलको यीशुको नाउँमा तँलाई हप्काउँछु भन्दा केही भयो? पावललाई म चिन्छु, येशूलाई म चिन्छु। त्यो चाहिँ को होस्? देयर इज नो इन्टिमेसी। घनिष्ठता हुनु जरुरी छ। आमेन। मैले भने इभन आराधनाको जीवनमा पनि के भन्छ इम्प्याक्ट। घनिष्ठता बिनाको आराधना, अघि सुरुमा आराधना चाहिँ गीत होइन। अब सिकिराख्नु भएको छ नि तपाईँले, होइन? यो दोहोऱ्याएको मैले। किन दोहोऱ्याएको भन्दाखेरि नदोहोऱ्याइ हुँदैन। घरिघरि 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 म भाइहरूलाई मसँग हिँडाएको कारण चाहिँ मेरो कुरा सुने, घरि एकपल्ट मात्रै होइन, घरिघरि 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 सुन्ने। भात एकपल्ट खाएर जिन्दगीभरि पुग्छ? पुग्दैन। त्यही भएर दिनमै 2-3 पल्ट खानुहुन्छ तपाईँले। त्यस्तै परमेश्वरको वचन पनि त्यो हो, सुनिरहने। मैले किन दोहोऱ्याउँदैछु भन्दाखेरि अरू सब्जेक्ट नभएर होइन, तर मैले थुप्रो तपाईँलाई मैले भने यही विषयमा थुप्रो छ भने, तर तपाईँभित्र तपाईँले हिँड्दैछ, पाइला मेट्दैछ भन्यो भने त्यसको केही अर्थ छैन, त्यसको कुनै अर्थै छैन। त्यो कारणले गर्दाखेरि नि मैले अघि भन्दै थिएँ, तपाईँले त्यस पछाडि घनिष्ठ भित्र गएर येशूलाई जानिसकेपछि नि, येशूलाई नि एक्सपिरियन्सले तपाईँले येशूलाई जानेपछि नि, तपाईँ येशूसँग एक भएको अनुभव भइसकेपछि नि, तपाईँले हाक्छ्यौँ काट्दा पनि आराधना निस्किन्छ त्यहाँबाट। तर त्यो नजाने नि मिठो गाउनुहोस्, स्वर घुमाएर हैरान हुने गरी गाउनुहोस्, त्यो आराधना हुँदैन। मैले भने साँचो आराधकहरू चाहिँ पर्फर्मरहरू होइन। त्यसले गर्दाखेरि उसले खालि कङ्ग्रिगेसन खोज्दैन। तपाईँलाई घर यहाँबाट फर्केर गएर नि तपाईँको स्वर राम्रो छैन, स्वर राम्रो छ, पास्टरले मौका दिने, कति मलाई पास्टरले मौकै दिँदैन, त्यसमा तिमी आराधक होइन। आराधनाले नि, आराधकलाई नि कसैले मौका दिनु पर्दैन। ऊ आफ्नो जिन्दगी आफै मौका हो। आमेन भन्नुहोस् त? मौका दिनु पर्दैन। उसले त्यो कहाँको गिटार पक्रिरहन पाउँछ? म गिटार बजाउन जान्दिनँ, तर पनि म आराधक हो। आमेन। मेरो चर्चमा म आफै आराधना गर्छु भने मलाई कसलाई रोक्ने? कसले रोक्ने? कसैले रोक्न सक्दैन। तर आराधना पर्फर्मेन्स होइन भनेर म कहिले पनि पर्फर्मेन्समा गर्दाखेरि आराधना गर्दिनँ। म प्रभुलाई आराधना गर्नु मनपर्छ। आई एम अ वर्सिपर। म आराधक हो। अनि तपाईँ आराधक होइन भने तपाईँ क्रिस्चियन होइन। होइन, आराधनाको अगुवा हुनु फाल्टै कुरा होला, तर आराधक त सबै हो नि त हामी। आमेन भन्नुहोस् त? त्यसले गर्दा अगुवा हुनुभन्दा पहिला आराधक हुनुहोस्। आराधनाको अगुवा हुनुभन्दा पहिला साँचो आराधक हुनुहोस्। मौकाले होइन, स्वर राम्रो छ भनेर गिटारको GCDमा मिलाएर गाउँछ भने आराधक हुँदैन, गायक हुन्छ।
प्रभुको दासले भन्नुभएको कुरा अब पक्कै पनि सत्य हुनुपर्छ, किनभने उहाँको अनुभव हो। डिजिएस दिनकरले स्वर्गमा नि एउटा स्वर सुन्यो अरे क्या, रफ न रफ गएको, ट्युन आउट गएको स्वर आराधना गरिरहेको थियो स्वर्गमा। को चाहिँ रहेछ भनेको त दाउद रहेछ अरे। दाउदको त्यही भएकोले गर्दा त होला त उसले गीत गाउनेहरू मन्दिरमा गीत गाउने अर्कै झुन्ड राखेको थियो। न ऊ यस्तो इन्ट्रेस्टेड मान्छे, मै अगाइ गर्छु भन्थ्यो नि, उसको स्वरै राम्रो थिएन र पनि ऊ आराधक हो। उसले जतिको भजन कसले लेखेको थियो पुरानो नियम? कति आराधक, कस्तो चाहिँ स्वरमा चाहिँ गाउँथ्यो होला। तेरो अरूले गाओस् भनेर लेखेर राख्दैछ। हालेलुया। अरूले, तर पनि ऊ आराधक थियो। आमेन भन्नु त। अरूले गाओस्। आमामा, म तपाईँमा भरोसा सधैँ राख्नेछु भन्ने गीतहरू त्यही आराधनाबाट निस्कियो। उनीहरूले गाएको भजनबाट कति आराधनाको गीतहरू निस्क्यो, सुर न बेसुरको मान्छेले छोडिराखेको भजनबाट। हालेलुया। गीत गाउनु जान्ने भएको भए त उसले दाउदको लागि बिना बजाउँदाखेरि गीत पनि गा भन्थ्यो नि त। गीतै राम्रो थिएन, स्वर राम्रो थिएन होला त तैँले बिडा मात्रै बजा। नत्र भने त बिडा बजाउँदा गीत पनि गा भन्थ्यो होला नि त। टेङ 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 होइन, यस्तो सुन्दा त इरिटेट हुने क्या। राजालाई इरिटेट हुन्थ्यो होला नि उसको स्वर। राजालाई इरिटेट भए तापनि परमेश्वरलाई इरिटेट हुँदैन। आमेन भन्नुहोस् त। अनि धेरैजनाले चाहिँ हुन त मेरो स्वर राम्रो छैन, म गिटारमा गाउनु पनि जान्दिनँ, तर पनि म प्रभुको महिमाको निम्ति एउटा गीत गाउन चाहन्छु भने अगाडि जान्छ नि मान्छे। त्यसो नगर्नुहोस्। प्रभुको महिमाको लागि अगाडि जानु पर्दैन। आमेन भन्नुहोस् त। त्यहीँ बसेर गाइरहनुहोस्। हालेलुया। स्वर राम्रो नहुने मान्छे अगाडि जानुको लागि बोलाएको होइन त्यसको लागि। त्यो स्वर राम्रो हुने लागि होला। त्यो प्रभुले आफ्नो आफ्नो दिनुभएको हुन्छ नि त। तर हृदय प्रभुले दिनुभएको छ। अनि परमेश्वरको महिमा चाहिँ नि सबैभन्दा बेसी महिमा चाहिँ नि परमेश्वरलाई देखाउनुको लागि होइन, मान्छेलाई देखाउनुको लागि होइन। मान्छेले नदेख्दा गाउने चाहिँ साँचो आराधक हो। त्यही भएर कसैले नदेखे, कसैले नहेरे, कसैले नदेखे, कसैले नहेरे, येशू तिम्रो ज्योति म चढ्दै हिँड्नेछु। पवित्र आत्मा रहन्छ मेरो साथमा, पवित्र आत्मा रहन्छ मेरो साथमा, स्वर्गको माया म बढ्दै हिँड्नेछु। आजा स्वर्गले मलाई हेर्दैछ, गवाईको बादलले मलाई घेर्दैछ। कसैले नहेरे स्वर्गले हेर्दो रहेछ नि तपाईँलाई। आमेन भन्नुहोस् त। उरी नै आए अँध्यारो छ, जेसुकै होस्, उहाँको निम्ति गाउनु चाहन्छु म, उहाँको निम्ति नाच्नु चाहन्छु म। आमेन भन्नुहोस् त। उहाँको निम्ति रमाउन चाहन्छु। यो चाहिँ के हो भन्दा त्यो ट्रु वर्शिप। मैले भने नि साँचो आराधना चाहिँ दुईवटा एलिमेन्ट हुन्छ। त्यो चाहिँ घाँटीबाट निस्किँदैन, त्यो आत्माबाट निस्किन्छ। आमेन भन्नुहोस् त। आत्मा भनेको छ नि त, आत्मा र सत्यता दुई खालको हुन्छ आराधना। एउटा घाँटीबाट निस्किने हुन्छ, एउटा कहाँबाट निस्किने हुन्छ अरे? आत्माबाट निस्किने हुन्छ। अनि त्यसमा कुन चाहिँ एलिमेन्ट हुन्छ? सत्यताको एलिमेन्ट हुन्छ। तपाईँ जो होइन त्यो गाउनुहुन्न। जब तपाईँलाई यस्तो थाहा हुन्छ कि ओहो यो चाहिँ गीत हो तर म होइन यो भने तपाईँले त्यो गीतै गाउनुहुन्न। किनभने सत्यतामा आधारित हुनुपर्छ। यु हेभ टु सिङ हु यु आर। हामी प्रभुलाई प्रेमको गीत गाउँछौँ तर भित्र प्रेमै छैन। यु क्यान सिङ सङ, लभ सङ, तर त्यहाँभित्रबाट लभ निस्केन भने नि तपाईँ जो होइन त्यो निस्किँदैन। फेरि गीत निस्किन्छ, शब्द निस्किन्छ, त्यहाँभित्रको जीवन निस्किँदैन। इमोसन पनि निस्किन सक्छ, लाइफ विल नट कम। त्यही कारणले गर्दाखेरि चाहिँ त्यो शब्दबाट जीवन, जीवनबाट शब्द, शब्दबाट जीवन, जीवनबाट शब्द निस्किने ठाउँमा तपाईँ त्यतिखेर पुग्नुहुन्छ जतिखेर तपाईँ घनिष्ठ हुनुहुन्छ। आमेन। हालेलुया। तपाईँले गीत गाउँदा नि जीवन बग्नु सुरु गरिहाल्छ। त्यस पछाडि जीवन अलर्ट हुन्छ, किनभने तपाईँले बोलेको हरेक शब्द चाहिँ जीवनको शब्दहरू हुनु सुरु गर्छ। परमेश्वरलाई उचाल्ने शब्दहरू हुनु सुरु गर्छ। त्यो कुरा मैले भन्दै थिएँ। अर्को नम्बर मैले के भने भन्दाखेरि इन्क्रिज अफ रेभलेसन एन्ड एनोइन्टिङ। प्रकाश र अभिषेक वृद्धि हुन्छ घनिष्ठताले। मैले भने घनिष्ठ तपाईँ हुँदै जाँदाखेरि प्रभुले रिभिल गर्दै जानुहुन्छ प्रकाश। कसलाई रिभिल गर्नु प्रभुले? प्रकाश। यूहन्नालाई रिभिल गर्नुभयो नजिकमा। कसले के भन्छ यसोलाई
धोका दिँदैछ, कसलाई थाहा थियो त्यति मध्येमा? कसलाई थाहा थियो? यूहन्नालाई मात्रै थाहा थियो, अनि यहुदा इस्करियोतलाई थाहा थियो होइन। उसले ठग्ने मान्छेलाई थाहा थियो, अर्को एउटालाई थाहा थियो, त्यो चाहिँ यूहन्ना हो। किन ऊ चाहिँ येशूको छातीमा टाँसिरहन्थ्यो। हामी गीत चाहिँ गाउँछौँ, येशूको छातीमा ढुकढुकिने, येशूको आँखैमा बसिरहने। आम्मा गीत त येशूको छातीमा, येशूको आँखामा, येशूले देख्ने ठाउँमा उभिएको भए त के। धेरैपल्ट समस्या यो छ विश्वासीहरूको, प्राणभन्दा प्यारो छ आफ्नो रगतले किनेको साइनो माया यो क्रुसको कहिले नमेटिने। ए आम्मा म हुरुक्कै हुनु गरे, हे नि ल है गायौँ गीत फेरि प्रेमको आजा, घाँटी चुडिने गरी गाउँछ त्यतिखेर चाहिँ। तर उतापट्टि लाइभ भएन भने घाँटीले दुःख मात्रै पाउँछ। त्यही कारणले गर्दाखेरि नि मैले भने सबैभन्दा पहिलो कुरा चाहिँ के हो भन्दाखेरि नि, घनिष्ठ हुँदै गएपछि उहाँले के गर्नुहुन्छ, हि रिभिल्स हिमसेल्फ। बाइबललाई पढेर पनि केही निछुम्महरू हुन्छ, के हो होइन। बाइबल पढेर निछुम्मा मान्छे देख्नु भएको छ नि, होइन के हो केही बुझ्दैन। किन भन्दाखेरि चाहिँ जब तपाईँ घनिष्ठतामा जाँदै जानुहुन्छ नि, अनि मात्रै बिस्तारै परमेश्वरले प्रकाश दिनु सुरु गर्नुहुन्छ। जब परमेश्वरले त्यहाँभित्रबाट प्रकाश तपाईँलाई दिनु सुरु गर्नुहुन्छ नि, तपाईँको भित्र अन्तस्करण बोल्नु सुरु गर्छ। जब अन्तस्करण बोल्नु सुरु गर्छ, त्यहाँनिर अभिषेकले ठाउँ पाउँछ। आमेन भन्नुहोस् त। मेरो हिनारलाई अझै गहिरो बनाइदेऊ, अभिषेकले यसु मलाई भिजाइदेऊ। अभिषेकले त्यतिखेर मात्रै परमेश्वरले भिजाउन सक्छ जहाँनिर चाहिँ उहाँको वचनको ज्योतिभित्र पस्छ। जता जता वचनले तपाईँको हृदयभित्र नि जुन जुन क्षेत्रमा प्रकाश पार्न सक्नुहुन्छ, त्यही क्षेत्रमा मात्रै प्रभुले भिजाउन सक्छ। हामी त्यो गीत गाउँछौँ, प्रभुले भन्छ त्यसो भने तिम्रो समय मलाई देऊ भन्नुहुन्छ प्रभुले। अभिषेकले यसु मलाई भिजाइदेऊ। को भिज्यो? सुक्खाभर गाइराखेमा थुप्रो देखेको छु मैले। गीत चाहिँ के छ? मेरो हिनारलाई अझै गहिरो बनाइदेऊ भन्छौँ हामी। तर हामी परमेश्वरको को वर्कर हो। उहाँ एक्लैले कहिले पनि इनार गहिरो पार्नुहुन्न। तपाईँसँगै मिलेर तपाईँको इनार उहाँले गहिरो पार्नुहुन्छ। उहाँ जहिले पनि रेडी हुनुहुन्छ। तपाईँभन्दा उहाँ रेडी हो तपाईँको इनारलाई गहिरो पार्नु। त्यति भनिसकेपछि तपाईँले आफूलाई पनि एभाइलेबल गर्नु पर्यो। आमेन भन्नुहोस् त। मेरो अपरेसन गरिदेऊ भनेर चाहिँ थिएटरमा सुतेन, के भन्छ, अपरेसन रुममा सुतेन भने डक्टरले अपरेसन गर्नु पाउँछ? मेरो केस काट्देऊ हजम भनेर चाहिँ कुदै गर्न काट्नु सक्छ? हजमले काट्नु सक्दैन। त्यति भएपछि चाहिँ नि हामीले त्यति प्रभुलाई भनिसकेपछि चाहिँ नि हामी प्रभुको अगाडि एभाइलेबल हुनु जरुरी हुन्छ। आमेन भन्नु त। गहिरोले गहिरोलाई बोलाउँछ, तृष्णा अझै बढाउँछ। आमा गीत त दामी छ। तृष्णा देख्यो भने लानुहोस् यसु अनि कहिले नफर्कने। लानुभयो, फर्किँदै आएको छ त कतिजना मान्छे, होइन? जित्नुहोस् यसु मलाई तपाईँकै हुने गरे। आम्मा यसुले तपाईँलाई कति जितेको छ? यसुले जितेको मान्छे, जो मान्छेलाई यसुले जितेको हुन्छ नि, त्यसले संसारमा कहिले हार खानु सक्दैन। जो मान्छेले यसुलाई जित्नु सकेको छैन त्यसले संसारमा हार खाएकै गर्नुपर्छ। त्यसले गर्दाखेरि हार्नुपर्ने एकजना व्यक्ति छ। तपाईँले यसुलाई कहिले नजित्नुहोस्, यसुसँग हार्नुहोस्, तपाईँ संसारलाई सधैँभरि जित्नुहुनेछ। हालेलुया। कहिले यसुसँग जतिखेर पनि लडाइँ खेल्नु जाँदा नि हार्नुहोस्, पछारिनुहोस्। प्रभु कति पछार्नु छ, हालेलुया। पक्रिँदै पछार्नुहोस् ताकि म संसारलाई पक्रिँदै पछार्न सकौँ। आमेन भन्नु त। एभाइलेबल हुनु पर्यो क्या। जित्नु चाहिँ जबरजस्ती जित्नुहुन्न उहाँले। यु हेभ टु एलाउ हिम टु विन यु। उहाँलाई जित्नुको लागि, किनभने उहाँ हाम्रो परमेश्वर जबरजस्तीको परमेश्वर हुनुहुन्न। प्रभुले भन्नु, हेर ढोकामा अघि उएर म ढकढकाउँछु। यदि कसैले मेरो स्वर सुन्छ भने, त्यसले आफ्नो ढोका खोल्छ भने म त्यस कहाँ आउनेछु। भन्नुको मतलब चाहिँ हाम्रो प्रभुले चाहिँ ढोका ढकढकाउनुहुन्छ। शैतानले ढकढकाउँदैन, लात्ताले हान्छ। छिड्किने कमजोर छ भने आफै भित्र पस्छ। त्यही कारणले गर्दाखेरि चाहिँ हाम्रो प्रभु जेन्टल हुनुहुन्छ। आमेन भन्नुहोस् त। जबरजस्ती गर्नुहुन्न।
हामीले अलाउ गर्नुपर्छ, कोअपरेट गर्नुपर्छ। जब उहाँको नजिकमा हामी जान्छौँ, उहाँले के गर्नुहुन्छ, त्यस पछाडि उहाँले सम्बन्धमा सबभन्दा पहिला नै बोलीबाट हुन्छ नि त, होइन? हि स्टार्ट रिभिलिङ हिमसेल्फ। उहाँ को हो, उहाँको हृदय कसरी धड्किन्छ, आमेन। उहाँले के चाहनुहुन्छ, कुन कुरामा उहाँको हृदय। तपाईँले नै बिस्तारै बिस्तारै त्यो कुरालाई, रेभलेसन भनेको चाहिँ नोइङ द हार्ट बिट अफ गड, परमेश्वरको हृदयको ढुकढुकीलाई बुझ्नु सुरु गर्नु प्रकाश भनेको। ओहो वचनमा यस्तो रहेछ भन्नु मात्रै होइन, त्यो तपाईँले यस्तो रहेछ भन्नेमा चाहिँ जीवन पसेको हुन्छ, आमेन भन्नुहोस् त। त्यसलाई हामी रेभलेसन भन्छ। रेभलेसन भनेको त्यो हो नि, रेभलेसन भनेको त्यो हो जसलाई तपाईँले भेट्नुहुन्छ नि, तपाईँ भित्र आगो बलेको जस्तो सुरु हुन्छ, आगो बल्नु सुरु गर्छ, उमङ्ग आउनु सुरु गर्छ। त्यसले अभिषेक ल्याउँछ, अनि अभिषेकले परमेश्वरबाट आउने सबै कुरा ल्याउँछ, आमेन भन्नुहोस् त। एभ्रिथिङ द्याट गड हेज विल ब्रिङ बाई एनोइन्टिङ। अरू कुनै कुरा उपाय छैन, देयर इज नो अदर वे। एभ्रिथिङ द्याट यु हेभ इन यु, तपाईँभित्र परमेश्वरले राख्नुभएको सबै कुराहरू एनोइन्टिङले बाहिर निकाल्छ। प्रभु येशू ख्रीष्टमा सबै कुरा तपाईँले पाउनु भएको छ। एभ्रिथिङ यु हेभ अलरेडी रिसिभ्ड, बट इट विल कम आउट व्हेन एनोइन्टिङ स्टार्ट फ्लोइङ। अभिषेकको बाटो भएर मात्रै त्यो बाहिर निस्किन्छ, आमेन भन्नुहोस् त। कस्तो भने नि, त्यो चाहिँ नदी, अभिषेक भनेको यस्तो नदी जस्तो, त्यो नदी बग्दै गर्दाखेरि तपाईँभित्र भएको सुन्दर कुराहरू पनि बाहिर निस्केर आउँछ। एकदमै महत्त्वपूर्ण। तपाईँ नभएर होइन, नबगेर समस्या भएको छ। Christians are having trouble, facing trouble because it is not because they don't have anything. उनीसँग केही नभएर होइन, because they don't know how to flow what they have. उनीहरूसँग भएको कुरा कसरी बक्नु भन्ने नजानेर चाहिँ उनीहरूको जीवन समस्यामा परेको छ। त्यो कारणले गर्दाखेरि चाहिँ यो कुराको लागि इन्टिमेसी एकदमै महत्त्वपूर्ण कुरा छ। तपाईँले हेर्नु नि, एनोइन्टिङ मैले भन्दै थिएँ, सिक्रेट अफ क्रिस्चियन लाइफ इज एनोइन्टिङ, and secret of anointing is revelation, and secret of revelation is intimacy. रहस्य हुन्छ नि, एउटा रहस्य हुन्छ नि। यो पछाडि यो अभिषेकमाथि के बसेको, के भन्छ, इन्टिमेसीमाथि के बसेको हुन्छ, प्रकाश बसेको हुन्छ। प्रकाशमाथि के बसेको हुन्छ, अभिषेकमा बसेको हुन्छ। अभिषेकमाथि के बसेको हुन्छ, प्रभाव बसेको हुन्छ, शक्ति बसेको हुन्छ, आमेन भन्नुहोस् त। तपाईँको प्रभावकारिता बसेको हुन्छ, परमेश्वरको आशिषको कुराहरू बसेको हुन्छ। त्यो कारणले गर्दाखेरि चाहिँ यदि तपाईँले, अब यो एनोइन्टिङ डिफ्रेन्ट फाल्टै सब्जेक्ट हो, त्यसले गर्दा मैले त्यसको रहस्य मात्रै मैले बताइराखेको छु। चाहे मैले फेरि एनोइन्टिङतिर गयो भने मेरो सब्जेक्ट अर्कोतिर उफ्रिन्छ। त्यो कारणले गर्दा म तपाईँलाई उत्साह दिन चाहन्छु। इट्स भेरी इम्पोर्टेन्ट। कति ठाउँमा हामी जान्छौँ, प्रभुको दासहरूमा हात राख्नु राम्रो कुरा हो, बट एभ्रिथिङ डजन्ट कम बाई लेइङ ह्यान्ड्स। एकजना प्रभुको दास यसरी भन्नु, मलाई खुसी लाग्यो। सबै कुरा हात राखेर आइजाँदैन, यु हेभ टु कल्टिभेट इट। इट्स गुड। अभिषेक केही न केही जान्छ तपाईँको जीवनमा, तर हात राखेर सबै कुरा जाने भएको लडेर उठ्दाखेरि उसले संसार थर्काउँथ्यो। बुझ्नुभयो त? लडेर उठिसक्दा उसले संसार थर्काउँथ्यो। केही त जान्छ, केही पनि जाँदैन भन्ने कुरा होइन, बिउ जाने हो। परमेश्वरले जहिले पनि बिउ दिनुहुन्छ, रुख चाहिँ हामीले बनाउनुपर्छ, आमेन भन्नुहोस् त। फल चाहिँ हामीले फलाउनुपर्छ। यो एकदमै महत्त्वपूर्ण कुरा हो। अनि यो त्यसको लागि चाहिँ एनोइन्टिङ इज भेरी इम्पोर्टेन्ट, इन्टिमेसी इज भेरी इम्पोर्टेन्ट। अर्को महत्त्वपूर्ण कुरा, increase of joy in fellowship. त्यसको फल किन हामी इन्टिमेसी घनिष्ठतामा जाने, सङ्गतिमा नि आनन्द वृद्धि हुँदै जान्छ। बाइबलले भन्छ देयर इज अ फुलनेस अफ जोय इन हिज प्रेजेन्स। भजन सङ्ग्रह 16 को 11 मा तपाईँले के देख्नुहुन्छ, उहाँको उपस्थितिमा के छ भन्नुहोस् त, आनन्दको भरपुरी छ। तेरे भवन में आनन्द की भरपुरी है भन्दै नाच्छ नि, होइन? तर सबैजनालाई आनन्द हुन्छ त? आनन्द नभएर चाहिँ चर्चमा आउनेहरू हो नि त धेरैजना। परमेश्वरको भन्नु भन्दा उहाँको उपस्थिति कहाँ छ? जहाँ जहाँ उहाँको आफ्नो वचन छ त्यहाँ उहाँको उपस्थिति छ, आमेन भन्नुहोस् त। किनभने वचन चाहिँ आत्मा र जीवन हो। तर धेरैजनाको लागि यो वचन पढ्दा आनन्द हुन्छ। बाइबलले भन्छ आहा तपाईँको वचन भन्छ। कतिजनालाई आहा भएको छ वचन? निन्द्राको गोली भन्नु बेर छैन कति लाग्यो वचन के यो के हो भने बाइबल हो कति होइन होइन निन्द्राको गोली। निन्द्रा आएन भने 2 लाइन पढ न, मेले भइहाल्छ। आम्माम नाच्नु सबै खुसी, होइन? आनन्द आराधना सबै उफ्रिनु कुनै के छ। जब वचन भनिसकेपछि 15 मिनट पछाडि नै दुईटा हुन्छ नि, 2 प्रेमीको मिलन भइहाल्छ। 2 प्रेमीको मिलन भएर नि झ्याप झ्याप आराधना
यो नि तपाईँ घनिष्ठ छ भने नि घनिष्ठतामा हुँदै गएपछि मात्रै आराधनाको समय र आनन्दको समय घन्टौँ कसरी चाहिँ तपाईँले 5 घन्टा 10 घन्टा प्रभुमा प्रार्थना गर्न सक्नुहुन्छ, आराधना गर्न सक्नुहुन्छ। जति बेसी तपाईँलाई इन्टिमेट हुँदै गयो नि त्यो सम्बन्ध 5 घन्टा 10 घन्टा नि तपाईँको निम्ति आनन्दको क्षण हुन्छ। आमेन भन्नु त। एकजना भाइ थियो, आमामा एकजना बहिनीसँग अफेयर परेको रहेछ, फोनै तात कसरी नसुन्ने गऱ्यो, यताको पनि सुनेको छैन त, यहीँ गई पनि सुन्दैन। फेरि भरे यसो फोन हेरेको त आमामा पड्केला जतिकै तात। तिमीहरूको लागि फोन बनिएको होइन मैले, तिमीहरूको लागि त पार्क बनिएको भने। त्यस्तोरी कहाँ बोल्छ फोनमा, पार्कमा बोल्ने चिज हो भने मैले यहाँ भन्नु खोजेको चाहिँ नि, अब कोही कोही मान्छेहरू मन नपर्ने मान्छेले फोन गरेर के हुन्छ, हजुर हो नि हतार छ कि कडा अहिले भरे बोल्छु ल, उसको अहिले भरे कहिले आउँदैन। त्यहाँदेखि अर्कोपल्ट फोन आयो भने हेरेको भए पो ढेर 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 हुन्छ, उसले फोनै उठाउँदैन। इन्टिमेसीले के गर्छ भन्नु चाहिँ उपस्थितिमा आनन्द आउँछ। बिस्तारै बिस्तारै सङ्गति जानु भनेपछि मजा आउनु थाल्छ। आमेन भन्नु त। प्रार्थना गर्छु भनेपछि मजा आउनु थाल्छ। ओहो बाइबल पढ्ने भनेपछि मजा आउनु थाल्छ। त्यसै बित्थामा आनन्द हुन्छ क्या। ओहो कहिले म उहाँको उपस्थितिमा जाउँ होइन, र उहाँलाई कहिले भेट्नु। दुष्टको पालमा 1000 वर्ष बस्नुभन्दा त परमेश्वरको भवनमा एक दिन मेरो निम्ति उत्तम हो भन्छ। आमेन भन्नुहोस् त। त्यो चाहिँ के हो भने नि आनन्दमा के भन्छ, उहाँको उपस्थितिमा आनन्द आउन थालेको। मोसा चाहिँ परमेश्वरसँग आम्ने सामने बोल्थ्यो अरे, क्या आम्ने सामने बात मार्थ्यो अरे। तर नुनको छोरा यहोशू चाहिँ नि त्यो तम्बु नछोडी बसिरहेको थियो। परमेश्वर एकपल्ट बोल्नुभयो भनेको छैन मोसा के भन्छ यहोशूसँग, तर पनि तम्बु छोड्थेन क्या उसले, परमेश्वरै नबोले पनि। भन्नुको मतलब नि इन्टिमेसी यस्तो चिज हो कि परमेश्वर तपाईँसँग एक शब्द बोलेन भने तपाईँलाई आनन्द आइरहन्छ। आमेन। अब एउटाले भन्छ मसँग प्रभु बोल्नुभयो, प्रभु प्रकट हुनुभयो, प्रेज द लर्ड, गुड एन्ड फाइन। तर घनिष्ठता छ भने नि प्रभु बोले पनि नबोले पनि प्रकट नभए पनि यस्तो किसिमको आनन्द हुन्छ नि, त्यसै तपाईँ रमाउनुहोस्। आमेन भन्नुहोस् त। त्यतिखेर पनि हुन्छ त यसोसँगको हिँडाइ अति नै रमाइलो। आहा लै हो आहा लै त्यतिखेर हुन्छ। रात परेपछि बिहानी हुन्छ। रातै जीवनमा पर्यो भने पनि नि तपाईँ यो आशा हुन्छ कि भोलि त बिहान हुन्छ। आमेन भन्नु त। येशूसँग जिउन असल हुन्छ। आमै जीवनमा रातको बाटो भएर जाँदाखेरि पनि नि म येशूलाई छोड्दिनँ, किनभने उहाँसँग जिउनु चाहिँ मेरो लागि असल हो, उत्तम हो। प्रभुले भन्नुभयो, के भन्छ कसले भन्यो, पत्रुसले भन्यो, जीवनको वचन तपाईँसँग छ, तपाईँलाई छोडेर हामी कहाँ छौँ। आमेन भन्नुहोस् त। प्रभुले भन्नु तिमीले मलाई छोड्छौ भने छोड। धेरैले छोड्यो नि त, तिमीले मलाई छोड्छौ भने छोड। अनि पत्रुसले भन्दैछ जीवनको वचन तपाईँसँग छ, तपाईँलाई छोडेर हामी कहाँ जाउँ। किनभने त्यो यस्तो घनिष्ठता हो कि, घनिष्ठ कस्तो भने नि कोही कोही हुन्छ नि होइन, कोही भाइले कोही बहिनीलाई त्यसरी खेदो गरिरहेको हुन्छ कि, उसले टकटकाउनु खोज्छ र पनि ऊ चाहिँ पछि होइन, लालटिन बालेर पछि लागे है हत्ते हालेर भने जस्तो गरेर एउटा याद गर्नुहोस्। सबभन्दा पहिला चाहिँ प्रभुले खोज्नुभयो, प्रभुले हामीलाई बोलाउनु भयो। 12 चेलालाई पनि त्यही हो। त्यस पछाडि चाहिँ 12 चेलाले फेरि प्रभुलाई पछ्याउन थाले, प्रभुलाई खोज्न थाले। हामीलाई प्रभुले भेटिसकेपछि फेरि अब चाहिँ हाम्रो पाली हो उहाँलाई खोज्ने। आमेन भन्नुहोस् त। अब चाहिँ उहाँ सधैँभरि तर सधैँभरिको लागि उहाँ हाम्रोमा आउनु भएको छ नि, तर उहाँ पर्स्यु गर्नु चाहिँ हामीले पर्स्यु गरेको छैन। त्यो कारणले गर्दाखेरि म तपाईँलाई के भन्न चाहन्छु, आनन्द उहाँको उपस्थितिमा आनन्द आउनु चाहिँ जीवनको सबैभन्दा उत्तम भाग हो। जब तपाईँलाई नि सुन्नुहोस् है, जब तपाईँलाई परमेश्वरको उपस्थितिले आनन्द दिनुहुन्छ नि, बाइबलले के भन्छ भन्दाखेरि नि जोय अफ द लर्ड इज माई स्ट्रेन्थ। नेहेमिया 8:10 प्रभुको आनन्द मेरो के अरे भन्नुहोस् त, बल हो। प्रभुको आनन्द भनेको उहाँको उपस्थितिले दिने आनन्द। आमेन भन्नुहोस् त। प्रभु भनेर सोच्दाखेरि आउने आनन्द। जब येशू भन्ने शब्द छ नि, त्यो शब्द आउनु बित्तिकै तपाईँलाई आनन्द आउनुपर्छ। अनि तपाईँले प्रेम गरेको फुलमायाको नाम आउनु बित्तिकै तपाईँलाई कति मजा आउँछ, मेरो फुलमाया होइन, मेरो डम्बर कुमार, आनन्द आउँछ नि मान्छे। त्यसै बित्थामा पनि हुन्छ नि, नाम भन्नु बित्तिकै अहो भन्ने, त्योभन्दा डरलाग्दो हुनुपर्छ येशूको नाम हाम्रो मुखमा उचार्दा। त्यसै बित्था एवाइ होइन। जब घनिष्ठता हुन्छ नि, एकजना व्यक्तिले नि सुन्नुहोस् है, यति डरलाग्दो प्रभुको सेवा गर्नुभयो,
22-23 जना त मरेको मान्छे जगाउनु भयो, जसको नाम चाहिँ स्मिथ वुगलस्वर्थ हो। जब उहाँले यसु भन्ने शब्द बोल्नुहुन्थ्यो नि, त्यतिखेर उहाँको आँखामा आँसु हुन्थ्यो अरे। जिजस भन्ने शब्द हुँदाखेरि चाहिँ नि आँखामा आँसु बिना चाहिँ उहाँले जिजस येसु भन्नुहुन्थेन अरे। एकपल्ट डिएल मुडी भन्ने प्रभुको दासले 10 तला बिल्डिङबाट उँधो हेरेर आँखाभरि आँसु पारेर भने अरे, यदि मलाई प्रभुले यहाँबाट हामफाल भन्नुभयो भने म हाम फाल्न सक्छु। हजारौँ हजारौँ मान्छेहरूलाई प्रभुमा डोरायो उसले। त्यो खालको आनन्द जब तपाईँ घनिष्ठ हुन्छ नि, त्यो उपस्थितिमा यस्तो किसिमको आनन्द हुन्छ, यस्तो किसिमको आनन्द हुन्छ, आमामा मन छोड्नु मन लाग्दैन क्या। आमेन भन्नुहोस् त, छोड्नु मन लाग्दैन। आहा यो मिठास, तिम्रो उपस्थितिको गहिराईमा लैजाऊ मलाई, तिम्रो नजिक राख मलाई, तिम्रो नजिक हृदयभित्र येशू लुकाऊ मलाई। हामी गाउँछौँ तर प्रभुले यो गाइरहेछ फेरि, तिम्रो न उहाँले त राखिसक्नु भएको छ नि, उहाँले त हामीलाई हृदयभित्र राख्नु भएको छ। तिमीहरूको जीवन ख्रीष्टसँगै उहाँमा लुक्याएको छ, हामी उहाँको हृदयभित्र पसिसकेका छौँ। जतिखेर मान्छेले भालाले हान्यो, बाटो बन्यो, त्यहाँभित्र हामी उहाँभित्र लुकिसकेका छौँ। समस्या चाहिँ के छ भनेदेखि हामीले चाहिँ उहाँलाई लुकाएको छैन। द प्रब्लम इज वी आर नट हाइडिङ हिम इन आवर हार्ट, बिकज हाम्रो हृदय चाहिँ अरू कुराले अकुपाई गरेको छ। अरू कुनै कुराले के गरेको छ अरे त्यो चाहिँ घनिष्ठता बिना अब म भोलिदेखि प्रभुलाई यहाँ राख्छु, त्यस्तो सम्भव छैन। त्यो सम्भव छैन। यु हेभ टु गो क्लोजर। ही सुड बी अकुपाइङ योर हार्ट। उहाँले तपाईँको हृदयलाई अकुपाई गर्छ। पिपल आर आफ्टर पावर, साइन हुनु चाहन्छ, चिन्ह चमत्कार पनि के गर्नु चाहन्छ। इट्स गुड एन्ड फाइन, तर त्योभन्दा डरलाग्दो चाहना चाहिँ के हुनुपर्छ? टु नो हिम बेटर देन यस्टरडे। म उहाँलाई हिजोभन्दा अझै गहिरो रूपमा जान्न चाहन्छु। आमेन। बुझ्न चाहन्छु। तपाईँ जे गर्नुहुन्छ भलाइ गर्नुहुन्छ, जहाँ गए पनि तपाईँ त्यहीँ हुनुहुन्छ। यस्तो ठाउँमा पुग्नु हो, यस्तो ठाउँमा पुग्नु हो कि मेरो जीवनमा परमेश्वरले जे गरे पनि असल गर्नुहुन्छ। आमेन भन्नुहोस् त। त्यो चाहिँ नि त्यसै बित्थामा निस्किँदैन त्यस्तो। तपाईँले मेरो जीवनमा नि मलाई पछारे पनि नि त्यहाँबाट भलाइ गर्नुहुन्छ। आमेन भन्नुहोस् त। धुलो पारेर कुटे पनि त्यहाँबाट भलाइ गर्नुहुन्छ। त्यो ठाउँमा पुग्नु हो घनिष्ठता भनेको। त्यही परिस्थितिमा पनि तपाईँ मेरो साथमा हुनुहुन्छ। तपाईँको लट्ठी र तपाईँको लौरो तिनीहरूले मलाई के गर्छ अरे? सान्त्वना दिन्छ। सुन्नुहोस्, यो चाहिँ जब तपाईँले त्यो आनन्द तपाईँबाट फुटि निस्किन्छ नि, त्यो आनन्द भित्रको आनन्द छ भने तपाईँको बल हो भन्नुहोस्। आमेन भन्नुहोस् त। बल, स्ट्रेन्थ भन्छ। पावर एन्ड स्ट्रेन्थ दुईटा डिफ्रेन्ट कुरा हो। स्यामसनसँग पावर थियो, योसेफसँग स्ट्रेन्थ थियो। स्यामसनसँग के थियो भन्नुहोस् त? पावर थियो। मान्छे पावर इज गुड एन्ड फाइन, पावर हुनु इम्पोर्टेन्ट हो। स्ट्रेन्थ हुनु चाहिँ नि त्योभन्दा बेटर हो। आमेन भन्नु त। स्ट्रेन्थ हुनु चाहिँ, किनभने त्यो स्ट्रेन्थले हो हामीलाई सबै परीक्षाबाट विजय हुने। आमेन भन्नु त। योसेफसँग त्यो स्ट्रेन्थ थियो। पोतिफरको श्रीमतीको पन्जाबाट भाग्ने स्ट्रेन्थ थियो। कोसँग भन्नुहोस् त? पोतिफरसँग। कोसँग? योसेफसँग। पोतिफरको चङ्गुलबाट भाग्ने, पोतिफरको चङ्गुलबाट भाग्ने, पोतिफरको पत्नीको चङ्गुलबाट भाग्ने। उसले त्यहीँ सेटल गर्नु सक्थ्यो। बुढा र बुढी मिलेर, अहिलेको जमाना भने बुढाइ मारिदिन्छ होइन, त्यही पोतिफरकै ठाउँमा उसले मालिक भएर बस्न सक्थ्यो। त्यो सबै कुराबाट बाहिर निस्किन सक्ने उसँग स्ट्रेन्थ थियो। आमेन भन्नुहोस् त। उसलाई खाडलमा हारियो, खाडलबाट बाहिर निस्किन सक्ने स्ट्रेन्थ थियो उसँग। दाजुभाइले नै उसलाई बेचेको भन्नुहोस् त। सबैभन्दा बेसी दर्द भनेको नजिकको मान्छेले धोका दिँदा हो। किन मान्छेहरू नि अफेयरमा परेपछि धेरैजना मान्छे डिप्रेसनमा जान्छ भन्दाखेरि नि उसले सबैभन्दा नजिकमा त्यो व्यक्तिलाई राखेको कारणले गर्दा उसलाई समस्या भएको। नजिकको मान्छेकोले फुलले हाल्यो भने पनि त्यो चाहिँ ढुङ्गा जस्तो हुन्छ अरे क्या। टाढोको मान्छेले ढुङ्गाले हान्दा पनि केही लाग्दैन, त्यस्तो समस्या हुन्छ। त्यो समस्याबाट आफ्नै दाजुभाइले बेच्ने कुराबाट आएको मान्छेले त्यो यस्तो खालको स्ट्रेन्थ थियो, त्यो चोटहरूबाट ऊ बाहिर निस्किन्थ्यो। आमेन भन्नुहोस् त। त्यो चोटहरूबाट बाहिर निस्क्यो। आज धेरैजना मान्छेले नि क्षमा गर्नु सकेको छैन, किनभने उसँग क्षमा गर्ने स्ट्रेन्थै छैन।
धेरैजना मान्छेले पापमा विजय हुन सकेको छैन, किनभने पापबाट बाहिर निस्किने स्ट्रेन्थै उसँग छैन। धेरैजना मान्छे एउटा खडलमा पसेको हुन्छ, त्यो खडलबाट बाहिर निस्किने विभिन्न किसिमको खडल, ऋणको खडल हुनुहुन्छ, गुनासोको खडल हुनसक्छ, विभिन्न किसिमको खडलमा भित्र पसेको हुन्छ बाहिर, किनभने उसँग स्ट्रेन्थ छैन। किन भन्दाखेरि चाहिँ प्रभुको आनन्द चाहिँ मेरो के हो भन्नुहोस् त, बल हो। उहाँको आनन्द त्यतिखेर बगी निस्किन्छ। कुनै पनि व्यक्तिबाट निस्किने आनन्द चाहिँ नि सम्बन्धबाट मात्रै बगी निस्किन्छ। बुढा र बुढीसँग राम्रो सम्बन्ध छ भने एकछिन पनि होइन, पहिला 1-2 वर्ष चाहिँ भाइ 1-2 वर्षसम्म चाहिँ एकछिन भए तिमी यतैतिर फर्किराख भन्ने हुन्छ अरे क्या। 2-3 वर्षबाट तिमी उता फर्क सास गर्न भन्न थाल्छन्। त्यो चाहिँ हुनेवाला छैन येशूको नाउँमा। आमेन। त्यो हुनेवाला छैन येशूको नाउँमा। यहाँ राम्रै भन्नु खोजेको कुरा चाहिँ के हो भने नि, मान्छेहरू चाहिँ घनिष्ठता भएन, मन गडाङगुडुङ छ भने नि अनुहार हेर्नु मन लाग्दैन। तर घनिष्ठता छ भने नि उपस्थिति चाहिँ के हुन्छ भन्नुहोस् त, आनन्द लाग्छ। एकजना दुईजना अलिक उमेर छिप्पिएपछि किसिमको अब हुन्छ नि, एउटा समयमा त आई लभ यू पनि भनिहाल्छ होइन, अलिक सानोहरूले ठुलो भएपछि आई लभ यू भन्नु पनि समस्या, मन पर्यो। त्यो दुईजनाले अब मन परापर चाहिँ भएको रहेछ। कुनै ठाउँमा ठाउँको नाम पनि भन्दैन, मान्छेको नाम पनि भन्दिनँ अघि, इनकेस नाम भनिहाल्यो भनेदेखि काट्नु होला। दुईजनाको मन परापर भएको रहेछ, थाहा पाएछ अरूले, लु अब बिहा गर्ने भनेदेखि लु एक ठाउँमा गएर बात मार्नु नि त, तिमीहरूले बात मार्नु भनेर लगेछ। अलिक पर लगेर राखिदिएछ। कुनै ठाउँको मान्छेको कथा हो, तपाईँको कथा होइन। लगेर राख्दैछ, आम्मा त्यहाँदेखि त कति बेर लाग्छ होला भने, उसलाई त भित्र कामदै थियो अरे क्या त्यो मान्छे, छोरै मान्छे भयो भने पहिलोपल्ट बात मारेको, त्यस्तै आधी घन्टा हुन्छ होला कुरा। अब के त अब हुन्छ कि हुँदैन, बिहा गर्ने कि नगर्ने भन्ने त हो त्यति माने। अब त्यसबाट यस भन्यो भने बिहा गर्ने, नभन्यो भने आधी घन्टामा आउँछु भनेको त 2.5 घन्टा पछाडि कुरा मिल्यो भन्दै आयो अरे। 2.5 घन्टा पछाडि कुरा मिल्यो भन्दै आएको त यस्तो राम्रो हेरेको त, जुङ्गा यस्तो जुङ्गा ठुलो जुङ्गा थियो अरे कि, यत्रो जुङ्गा रहेछ अरे, एकापट्टिको जुङ्गा त यसो भएको छ अरे। के भएछ भन्दाखेरि आम्मा यस्तो गर्दै बात मारेको यस्तो गर्दै यो त यस्तो ठला पर्ने पठाएछ। बहिनी आएछ, अलिक परबाट अलिक लजाउँदै आएछ भरे, राम्रो हेरेको त के भएछ, यहाँ त यति थियो अरे माटो हातमा, किनभने ऊ पनि आमा भुइँ कट्टाउँदै गफ गरेको माटै बोकेर आएछ नि। तर कति समय, 2.5 घन्टा। कति समय अरे, 2.5 घन्टा। किन त्यस्तो भयो भन्दा अलरेडी मन परापर भएको क्या। अब उमा नभए पनि मन परापर कतिपल्ट आँखा चुचिसकेको थियो होला नि त, मन परापर आमाभित्रबाट भन्नु भएको छैन। उसको आँखाले पनि कति भाषा बोलिसकेको थियो, उसको आँखाले पनि कति भाषा बोलिसकेको थियो। अब बिरालोको घाँटीमा कसले घन्टी झुन्डाउने भनेको मुसाको कथा जस्तो भएछ क्या त्यहाँनिर। अर्कोले झुन्डाइदिएपछि ढुक्कै भयो। अब भन्नुको मतलब चाहिँ के हो भने नि, यो एउटा के भन्नु, एउटा सम्बन्ध चाहिँ यस्तो चिज हो जब गहिरो हुँदै जान्छ नि, अनि त्यो घनिष्ठता विशेष गरेर झन् परमेश्वर प्रेमको जुन सम्बन्ध गहिराइमा सम्बन्ध हुन्छ, उपस्थितिले हामीलाई के गर्छ भन्नुहोस् त, ताजगी दिन्छ, बल दिन्छ। तपाईँभित्र प्रभुमा आनन्द हुने एउटा कुरा हो, प्रभुको आनन्द बोक्नु अर्को कुरा हो। प्रभुमा आनन्द हुने कुरा चाहिँ तपाईँको निर्णय हो, प्रभुको आनन्द चाहिँ परमेश्वरले बगाउने चिज हो। आमेन भन्नुहोस् त। जब तपाईँले उहाँमा निर्णय गर्नु सुरु गर्नुहुन्छ, तपाईँद्वारा परमेश्वरले तपाईँको जीवनबाट उहाँले त्यो आनन्दलाई बगाउनु सुरु गर्नुहुन्छ। आमेन भन्नुहोस् त। मैले के भन्छ, when joy is released and desires will be released। जब आनन्द प्रकट गरिन्छ, हाम्रो हृदयको चाहनाहरू पनि उहाँले रिलिज गर्नु। तपाईँले हेर्नुभयो भने नि भजन सङ्ग्रह 37को 4मा कसैले पढ्दैछ, भजन सङ्ग्रह 37को 4, भजन सङ्ग्रह 37को 4। परम प्रभु आनन्दित हौ र उहाँले तिम्रो मनोरथ पुरा गर्नुहुनेछ। अङ्ग्रेजीमा चाहिँ यस्तो लेखेको छ, डिलाइट योर सेल्फ इन द लर्ड एन्ड ही विल गिभ यु द डिजायर्स अफ योर हार्ट। यो दुईवटा तरिकाले इन्टरप्रेट हुन्छ, प्रायः जसो प्रभुको दासले दुईवटा तरिकाले इन्टरप्रेट गर्छ। एउटा चाहिँ उहाँले तिम्रो मनोरथलाई पुरा गरिदिनुहुन्छ भन्ने, र अर्को नम्बर चाहिँ उहाँले तिम्रो इच्छा, उहाँले तिमीभित्र इच्छाहरू हालिदिनुहुन्छ। ही विल गिभ यु द डिजायर्स। सुन्नुहोस् है, सबै इच्छा परमेश्वरले पुरा गर्नु हुँदैन, पुरा गर्नु पनि हुँदैन। पुरा गर्नु हुँदैन र पुरा गर्नु हुँदैन भन्नुको मतलब चाहिँ के हो, पुरा गऱ्यो भने समस्या हुन्छ। उदाहरणको लागि एकजना बहिनीले एकजना भाइलाई नि, प्रभु मलाई यो भाइसँग विवाह होस् भनेर प्रार्थना गरे अरे, 40 दिनको फास्टिङ बसेछ। तर फास्टिङ बसेर बाहिर निस्किँदा खबर आयो कि त्यो भाइले अर्कै बहिनी लगेछ।
यति साह्रो निराश भएछ त्यो भाइ, यति साह्रो निराश भयो त्यो बहिनी प्रभुदेखि नै टाढा भयो। प्रभुलाई भन्छ प्रभु तपाईँको बेहोरा रहेनछ, किनभनेदेखि यति धेरै मैले मन पराएर प्रार्थना गरेको केटाले तारकै लगेर गयो। तपाईँले हेर्नुहुन्थेन त्यतिखेर, त्यस्तो मन पऱ्यो। तपाईँको वचनले भन्दछ, भन्नुसँग 37 को 4ले भन्छ, त आफै परमप्रभु मग्न हो र तेरो मनोरथमाले पुरा गरिदिनुहुन्छ। म तपाईँमा मग्न हुँदा त त्यो तारकै लगिदियो। यो के भयो? यो उल्टो भयो। ढुकुरलाई ताकेको कुकुरलाई लागेछ यहाँ, होइन? ढुकुरलाई ताकेर हानेको त कहाँ लागेछ? कुकुरलाई लाग्यो। पुरा पछिबाट पास्टरले बिस्तारै सम्झाएर उत्साह दिएर चर्चमा आएछ। अनि पछि विवाह भयो उसको पनि, र पनि मनमा क्या लाने, प्रभु त्यो केटा चाहिँ मलाई किन दिनु भएन? छोराछोरी भइसक्यो, मनमा भइरहने, त्यो केटा किन दिनु भएन तपाईँले? लास्टमा सुनेछ, 10 वर्ष अगाडि भेटेछ, भेट्दाखेरि थाहा भएछ उसलाई धोका दिएर जुन केटीलाई उसले बिहा गरेको छ त्यसलाई पनि धोका दिएर अरू 3 जना बिहा गरिसकेको छ क्या उसले। त्यतिखेर प्रभु धन्यवाद, धन्य तपाईँले मलाई त्यो केटा दिनु भएन। म तपाईँलाई उत्साह दिन चाहन्छु, जब परमेश्वरले तपाईँलाई जे दिनुभएको छ, जे दिनुहुनेछ, बेस्ट दिनुहुनेछ। आमेन भन्नु त। तपाईँको जीवनबाट जे कुरा निकालिएको छ परमेश्वरको इच्छा अनुसार निकालिएको छ। तपाईँको जीवनमा परमेश्वरले जे दिनुहुनेछ, परमेश्वरले तपाईँको जीवन दिनुभएको छ। अहिलेसम्म त्यसले मलाई धोका दियो तिमीले भन्ने गीत नगाउनुहोस् है। मैले कसलाई हेर्दैछु, हेरेको छु, म भन्दिनँ फेरि। म भन्दिनँ मैले कसैलाई हेरेको छु। किन भन्दाखेरि गड हेज द बेस्ट फर यु। तपाईँको जीवनमा परमेश्वरले के राखिदिनु भएको छ? बेस्ट राखिदिनु भएको छ। यसको अर्थ चाहिँ यो हुन्छ, तपाईँको सबै इच्छाहरू परमेश्वर तपाईँलाई दिनुहुन्न, किनभने हामीले के इच्छा गर्न जान्दैनौँ। त्यसले गर्दा उहाँमा डिलाइट हुँदाखेरि चाहिँ नि परमेश्वरको इच्छा तपाईँमा उहाँले हालिदिनुहुन्छ। आमेन भन्नुहोस् त। ही विल गिभ गडली डिजायर इन यु, ईश्वरीय डिजायर। आमेन भन्नुहोस् त। हामीलाई नि हामीले इच्छा गरेको दिनुभन्दा ठुलो आशिष चाहिँ नि हामीलाई उहाँको इच्छा हालिदिनु हो। गडली डिजायर, नट वर्ल्डली डिजायर। जब मग्न हुँदै जानुहुन्छ नि, ही विल गिभ यु हिज डिजायर। हम दोनों अलग नहीं है, अभी हम दोनों एक आत्मा है। मैं हंसना ओ हंसना है, मैं रोना ओ रोना है। हम दोनों अलग नहीं है, अभी हम दोनों एक आत्मा है। हामी दुईजना अलग होइन। अब घनिष्ठता यस्तो हुन्छ क्या, म हाँस्दाखेरि को हाँस्नुहुन्छ? परमेश्वर हाँस्नुहुन्छ। जब म रुन्छु उहाँ रुनुहुन्छ। मैं चलना ओ चलना है, मैं देखना ओ देखना है। फेरि भन्छौ, हम दोनों अलग नहीं है, अभी हम दोनों एक आत्मा है। हामी दुईजना अलग होइन, हामी दुईजना एउटै आत्मा हो। आमेन। मेरे जीव में नया गीत है, मेरे दिल में जीवन दिया है। हो उसने मुझे ढूंढ लिया है, हाँ उसने मुझे गले लगाया है। हालेलुया। तपाईँ भित्रबाट तपाईँको जिब्रोमा गीत उहाँले दिनुहुन्छ। आमेन। तपाईँको हृदयबाट के निस्किन्छ? जीवनको नदीहरू निस्किन्छ। कतिखेर? जतिखेर तपाईँ उहाँको अँगालोमा हुनुहुन्छ। एकदमै त्यो डिजायर आफै नदी हुन्छ। आमेन भन्नुहोस् त। तपाईँको इच्छा आफै त्यो जीवनको नदी हुन्छ। यो एकदमै महत्त्वपूर्ण कुरा हो। अर्को नम्बरमा चाहिँ when joy is released, medicine for your body, for your soul and for your spirit will be released. तपाईँले हेर्नुभयो भने हितोपदेश 17 को 22 कसैले पढ्दैछ? हितोपदेश 17 को 22। हितोपदेश 17 को 22। हितोपदेश 17 को 22। प्रसन्न हृदय के अरे भन्नुहोस् त? असल औषधि हो। प्रसन्न हृदय असल औषधि हो। तपाईको आत्माको औषधि पनि त्यही हो। आमेन भन्नुहोस् त। तपाईको प्राणको औषधि पनि त्यही हो। तपाईको शरीरको औषधि पनि त्यही हो। प्रसन्न हृदय। उहाँको उपस्थितिमा आनन्दको भरपुरी छ। तेरे भवन में आनंद के भरपुरी है भन्छ नि हैन?
तपाईँभित्रबाट जब आनन्द निस्किन्छ सधैँभरि आनन्द। किन विश्वासीहरू बिमार हुन्छ भने सधैँ आनन्दित हुनु सक्दैन। त्यही कारणले गर्दा बाइबलले भन्छ प्रभुमा आनन्दित हो। फेरि पनि भन्छु प्रभुमा सधैँ आनन्दित हो। किनभने तिमी सधैँ चङ्गाइ हुनु पर्यो नि त। तिमीले सधैँभरि औषधि पाइराख्नु पर्यो नि त। औषधि नि प्रसन्न हृदय। औषधि कहाँ रहेछ भन्नुहोस् त? कहाँ छ? तपाईँको हृदयमा। अनि त्यो हृदयमा औषधि कतिखेर हुन्छ? जतिखेर आनन्द हुन्छ। आमेन भन्नु त। प्रसन्न हृदय, प्रसन्न सधैँभरिको प्रसन्न हृदय कहाँबाट हुन्छ? परमेश्वरको उपस्थितिले ल्याउँछ। आमेन भन्नु त। तपाईँको हृदय खुसी, परमेश्वरमा खुसी हुनु भनेको नि तपाईँको जीवनमा केही भए पनि नभए पनि तपाईँ खुसी हुनु। आमेन भन्नुहोस् न। हो, तपाईँको जीवनमा केही हुनै पर्दैन। पहिला चाहिँ प्रभुमा खुसी हो। ममा खुसी हुन्छ कि हुँदैन रहेछ भनेर कोही कोही बेला परमेश्वरले हामीबाट कतिवटा कुरा लिनुहुन्छ। कोही कोही बेला तपाईँ रित्तै हिँड्नुपर्ने हुन्छ। केही हुँदैन, सबैको मान्छेको प्रगति भइसक्यो, तपाईँ केही भएको छैन, वरिपरि हेर्नुहोस् तपाईँको हातमा केही छैन, तपाईँ धेरै प्रार्थना गर्ने, तपाईँ आराधना गर्ने, तपाईँको जीवनमा चाहिँ केही पनि छैन, अरूको के किनभने परमेश्वरले तपाईँलाई के गर्दै हुनुहुन्छ? त्यहाँनिर एउटा बिन्दु खोज्दै हुनुहुन्छ। यसको लागि चाहिँ आनन्दको कारण के हो? सफलता हो कि म हो? आमेन भन्नु न। संसारको धन सम्पत्ति हो कि म हो? त्यो कारणले गर्दाखेरि बाइबलले भन्छ दुष्टहरूको उन्नति देखेर तिमीहरू के नखाऊ अरे? निराश नहो, हरेस नखाऊ। दुष्टहरूले छिटो उन्नति गर्छ, धर्मीजनले छिटो उन्नति गर्दैन। किनभने धर्मीजनको आनन्द चाहिँ उन्नतिमा होइन, प्रभुमा हुनुपर्छ। आमेन भन्नु त। त्यो हृदयलाई मैले पहिला सेटल गर्नुहुन्छ। ओहो, केही बिना पनि, जुत्ता मिले पनि नमिले पनि हालेलुया भन्ने ठाउँ पहिला परमेश्वर तपाईँलाई लानुहुन्छ, मलाई लानुहुन्छ। अनि वन्स तपाईँ त्यो ठाउँमा तपाईँ सेटल हुनुहुन्छ, धन सम्पत्ति दिनु परमेश्वरलाई तपाईँको लागि ठुलो कुरा होइन। इट्स नट बिग थिङ फर गड टु गिभ यु वेल्थ। सम्पत्ति दिनु ठुलो कुरा होइन तपाईँलाई। परमेश्वरले धन सम्पत्ति तपाईँलाई सबै कुरा नै यो पृथ्वी र त्यहाँको सबै थोक कसको हो भन्नुहोस् त? हजारौं डाँडाहरूका पशु प्राणी मेरै हुन्, अनि मेरै हुन्, अनि उपमा निएको तिमी सुन्दर तिमी मेरै हो। आमेन। सबै प्रभुको हो भनेदेखि प्रभुले झोक्चले पनि दिनु के छ? आमेन भन्नुहोस् त। किन चाहिँ दिनुहुन्न त भन्दाखेरि हाम्रो हृदयले चाहिँ त्यो सबै कुराहरू नखोजेर परमेश्वरमै खोजेर त्यसमै प्रभु भए पुग्छ। आमेन भन्नुहोस् त। चाहिँदैन हिरा र मोती, माया भए पुग्छ। ल पुग्छ भन्ने संसार गीत छ होइन? त्यो चाहिँ प्रभुमा हुनुपर्छ, प्रभुको मान्छेलाई हुन्छ, प्रभु भए पुग्छ। आमेन भन्नुहोस् त। कुछ नहीं चाहिए, यो गाउँ त ल भाइ, उठाउँ त। म त फेरि खतरा छ कि स्वर। कुछ नहीं भन्ने क्या त? ल जेसुकै होस्। कुछ नहीं चाहिए खुदा, बस तू ही चाहिए। तू मेरा पिता, मैं तेरा बेटा, ये रिश्ता काफी है मुझे। त्यही भन्छ होइन? यो रिश्तै काफी छ। तपाईँ मेरो बाबु, म तपाईँको छोरा, अरू मलाई केही छ। यो ठाउँमा जब तपाईँले सेटल हुनुहुन्छ नि, सबै कुरा परमेश्वरले दिनु सक्नुहुन्छ। ही क्यान गिभ यु एभ्रिथिङ। आमेन भन्नुहोस् त। त्यही कारणले गर्दाखेरि उहाँमा रमाउनु, उहाँमै खुसी हुनु, उहाँमै सन्तुष्टि हुनु सिक्नु चाहिँ घनिष्ठताले मात्रै हुन्छ। कतिजना साह्रै मन परेपछि नि, एकअर्का मन परेपछि नि धन सम्पत्ति केही नहेरी, सबै जातपात ठाउँ केही नहेरी मान्छेले हाम फाल्छ। त्यतिखेर हाम फाल्छ जतिखेर उनीहरू इन्टिमेट हुन्छ। नत्र भनेदेखि सबै ब्याकग्राउन्ड हेर्न थाल्छ। सम्पत्ति हेर्छ, गाडी घर छ, साडी हेर्छ, राडी हेर्छ, बारी हेर्छ, सबै हेरेर हाम फाल्छ। त्यो चाहिँ इन्टिमेसी होइन। तर जब मान्छे दुईजनाको बिचमा इन्टिमेट हुन्छ नि, त्यहाँदेखि जम्मै हाम फाल्ने हो, अनि भरेपछि होस आउने। इन्टिमेसी भने यस्तो चिज हो। अनि परमेश्वरले पनि नि तपाईँ र मलाई, त्यही कारणले गर्दाखेरि नि प्रभुले के भन्नुभयो? जसले सबै कुरा त्याग्छ त्यसले यही संसारमा 100 गुणा। आमेन भन्नुहोस् त। एकजना मान्छे त्यो धनी मान्छे भएको आउँछ क्या, मैले के गरेर चाहिँ सिद्ध हुन सक्छु, के गर्दा म सिद्ध हुन सक्छु? तिम्रो अगाडि व्यवस्था छ, त्यो त मैले सानैदेखि पुरा गर्दै आएको छु। त्यसो भने सिद्ध हुन चाहन्छ भने त सम्पत्ति बेच र मेरो पछि लाग। आमा निराश भएर फर्क्यो। सबै पालना गरेको हैसियत। उसले परमेश्वरलाई होइन सम्पत्तिलाई प्रेम गरेको छ नि त खासमा त।
तेरो परमप्रभु परमेश्वरलाई सारा बलले, सारा प्राणले, सारा शक्तिले के गर अरे प्रेम गर। त्यो त फेल भयो नि त, पहिलो आज्ञामै गएको नि, झडाममै गयो नि त त्यो मान्छे। ऐना देखाइदिनु कि यसैले तिमीले कतिको साँच्चै प्रेम गर्दो रहेछ। त्यो त मैले गर्दै आएको हो। परमेश्वरलाई प्रेम चाहिँ इमोसनले गर्नु भनेर सोचेको छ उसले। प्रभु भने चाहिँ प्रेम सोचेको छ उसले। द्याट्स नट लभ। सबै कुरा दिनु सक्नु चाहिँ प्रेम, त्यो कुरातिर मन नलाउनु चाहिँ प्रेम हो। आमेन भन्नुहोस् त। संसारको कुराहरू चाहिँ परमेश्वरको अगाडि नचम्किनु चाहिँ प्रेम हो। धेरैपल्ट संसारको कुराहरू चम्केर नि मान्छेहरू, धेरैजना मान्छेले नि परमेश्वरलाई पछ्याएको छ संसारको कुरा पाउनुलाई, ताकि परमेश्वरले दिन्छ कि भनेर। त्यस्तो खालको पछ्याइ भनेको चाहिँ परमेश्वर चाहिँ साधन हो, साध्य, गन्तव्य चाहिँ संसारको थोकहरू हुन्छ। तर कोही कोही मान्छेले संसारको कुरा त्यागेको छ परमेश्वरलाई पक्रिनको लागि। त्यसको लागि परमेश्वर चाहिँ के हो भन्नुहोस् त, साधन होइन, साध्य हो, पुग्ने ठाउँ हो, गन्तव्य हो। आमेन भन्नुहोस् त। चिज वस्तुहरू तपाईँमा भएको ट्यालेन्ट होस्, जीवन होस्, यो सबै कुराहरू चाहिँ नि परमेश्वरसँग पुग्नको लागि साधन बनाउनु पर्छ। परमेश्वर हाम्रो साधन हुनुहुन्न, हाम्रो गन्तव्य हुनुहुन्छ, हाम्रो जीवन हुनुहुन्छ। आमेन भन्नुहोस् त। मेरे जीने का मकसद तू है, मेरे जीने का कारण तू है, मैं जीऊं या मरूं वो तेरे लिए प्रभु। म चाहिँ गीत चाहिँ बाख्राले घाँस खाएको जस्तो टुप्पो टुप्पो आउँछ, त्यहाँदेखि चाहिँ अरूले जोडेर लानुपर्ने हुन्छ। तर मैले खालि गीत गाउनुको लागि होइन, सन्देश दिनुको लागि। तपाईँ गीतमा अथवा केही न केहीमा तपाईँ कनेक्ट हुन्छ र चाहिँ मैले तपाईँलाई भनेको। जिउनु पनि मेरो को हुनुहुन्छ अरे, प्रभु हुनुहुन्छ। मेरो लागि जिउनु चाहिँ के हो, लाभ हो। तर मर्नु चाहिँ, जिउनु ख्रिस्ट हो। मेरो लागि जिउनु ख्रिस्ट हो, मर्नु चाहिँ लाभ हो। जिउनु ख्रिस्ट हो भन्नुको मतलब येशूको लागि मात्रै म जिउन चाहन्छु। म येशूलाई नै मेरो उद्देश्य पुरा गर्नको लागि प्रयोग गर्न चाहदिनँ, तर मेरो जीवनलाई येशूको उद्देश्य पुरा गर्नको लागि प्रयोग गर्न चाहन्छु। आमेन। येशू मेरो लागि साधन हुनुहुन्न, मेरो येशू चाहिँ मेरो लागि एटिएम कार्ड हुनुहुन्न। येशू मेरो लागि गन्तव्य हुनुहुन्छ, मेरो लागि जीवन हुनुहुन्छ, पुग्ने ठाउँ हुनुहुन्छ, गन्तव्य। यो कुरामा नि जब विश्वासीहरू, मण्डलीहरू त्यो ठाउँमा पुग्छ नि प्रियहरू, संसारको थोक त। आमेन भन्नुहोस् त। यो बिन्दुमा, यो पोइन्ट अफ बिन्दुमा हामी पुग्नुपर्छ। यो पोइन्ट अफ बिन्दुमा पुग्नु चाहिँ इन्टिमेसी हो, उहाँमा आनन्द हुनु हो, उहाँमा मग्न हुनु, उहाँमा आनन्द। सबै कुरा छैन तपाईँको, तपाईँ हुनुहुन्छ, येशू हुनुहुन्छ, बस। हेर्नुहोस् त, याकुबले आशिष पायो। के पायो अरे? येशू आशिष पायो। बाउले बोलिदिए आशिष, भोलिपल्ट आशिषित भयो, सबै कुराले परिपूर्ति भयो। भोलिपल्ट त भाग्नु पर्यो, रित्यो। कति वर्षसम्म आशिष पाएको मान्छे कति वर्षसम्म चाहिँ खालि लुटाइ खानु पर्यो। किन भन्दाखेरि उसको लागि परमेश्वर नै आनन्द होस् भन्ने परमेश्वरले चाहनुहुन्थ्यो। एउटा कुरा, जब तपाईँलाई परमेश्वरलाई प्रेम गर्नुहुन्छ र तपाईँ रित्तिनुहुन्छ नि, यो क्लियर सिग्निफिकेन्ट हो, क्लियर चिन्ह हो कि परमेश्वर तपाईँको प्रेममा हुनुहुन्छ। परमेश्वरले तपाईँको फुल एटेन्सन खोज्दै हुनुहुन्छ। आमेन भन्नुहोस् त। को मान्छे कस्तो सफल भइसक्यो। सफलता हाम्रो गन्तव्य होइन, येशू हाम्रो गन्तव्य हुनुहुन्छ। त्यो त प्रोडक्ट, बाई प्रोडक्ट हो सफलता चाहिँ। आमेन भन्नुहोस् त। बाई डिफल्ट इट विल कम। यो हिँड्दै जाँदा आउने चिज हो, बट आवर आइज इज नट देयर। हाम्रो आँखा त्यहाँ छैन। प्रशस्तता हाम्रो आँखा होइन, प्रशस्तता एउटा रिजल्ट हो, तर हाम्रो आँखा येशूमा छ। आमेन भन्नुहोस् त। धन सम्पत्ति तपाईँले 50 लाख, तपाईँको 50 करोड तपाईँको जीवनमा आउनु, त्यसले होइन। तपाईँलाई चाहिँ येशूले मात्रै आनन्द दिनुपर्ने हुन्छ। तपाईँलाई उच्च स्थानमा बसाउला, ठुलो ठुलो स्टेजहरू त्यसलाई भोलिको दिनमा, धेरै तपाईँ नामी हुनुहुन्छ होला, थुप्रो मान्छेले तपाईँलाई चिन्ला, त्यसले होइन। तपाईँलाई चाहिँ आनन्द येशूले मात्रै दिनुपर्छ। आमेन भन्नुहोस् त। तपाईँलाई कसैले नचिन्ला, जीवनमा कसैले इन्सिग्निफिकेन्ट भएर मर्नुभयो भने पनि प्रभुमा आनन्द भएर मर्नुहोस्। किनभने तपाईँ यहाँ होइन, स्वर्गमा फेमस हुन्छ, नर्कमा फेमस हुनुहुन्छ। शैतानले पनि चिन्छ तपाईँलाई। आमेन भन्नुहोस् त। तैँले मेरो दास अयुबलाई चिनेको छस्। हालेलुया। तपाईँले सबै कुराको बारबेर लगाइदिनु भएको छ नि त भने त्यसले पनि चिनेको रहेछ नि त। आमेन भन्नुहोस् त। त्यसले गर्दाखेरि पो त, नत्र भने त। भन्नु मतलब चाहिँ कसैले नचिने भने नि परमेश्वरमा रमाउने मान्छेहरूसँग शैतान थुरथुर हुन्छ। किनभने यसलाई पल्टाउनु सकिँदैन, यसलाई हल्लाउनु सकिँदैन। संसारको लोभले मात्रै हो मान्छेलाई लडाउने, हल्लाउने। उसको सबै कुरा नै येशू भइसकेपछि केले लडाउनु? आमेन भन्नुहोस् त। लडाउने ठाउँै छैन क्या।
अब येशूको लोभ देखाएर त जहाँ लगेर लड्ने होइन नि त, पैसाको लोभ देखाएर हो नि त मान्छे लडाउने त। यहाँ छ येशू भेटिन्छ भने मान्छे येशूलाई प्रेम गर्छ, परमेश्वरलाई प्रेम गर्ने चाहिँ कसरी, उसको गन्तव्य त्यही हो, सन्तुष्टि नै त्यही हो। हालेलुया, हालेलुया। तपाईँ किन आउनु भएको थियो थाहा भएन, तर मलाई चाहिँ प्रभुले यहाँनिर तपाईँलाई ढुलो पिठो पार्नु पठाउनु भएको। आमेन। तपाईँलाई क्रुसमा चढाउनुको लागि प्रभुले पठाउनु भएको। दिन प्रतिदिन हामी क्रुसमा क्रुसीकरण हुन्छ। कतिपल्ट हाम्रो जीवनलाई हेर्दा कुन कुन ठाउँहरूमा क्रुसीकरण हुनु बाँकी छ। प्रभुमा आनन्दित हुनु भनेको नि हाम्रो आफ्नै ट्यालेन्टमा आनन्दित हुनु होइन, प्रभुमा आनन्दित हुनु कि आफ्नो सफलतामा आनन्दित हुनु होइन, हामीले के गेन गर्दैछौँ भन्ने कुरामा आनन्दित हुनु होइन। प्रभुमा आनन्द हुनु भनेको चाहिँ म प्रभुको हो भन्ने कुरामा खुसी हुनु, मैले परमेश्वरलाई चिनेको छु भन्ने कुरामा खुसी हुनु, मैले प्रभुलाई आफ्नो हृदयमा बोकेर हिँडेको छु भन्ने कुरामा खुसी हुनु हो। आमेन भन्नुहोस् त। ओ फल्नाको श्रीमती हो नि, फल्नाको छोरा हो नि, फल्नाको छोरी हो नि भन्ने कुरामा आनन्द मनाएको जस्तै म येशूको हो नि भन्ने कुरामा हामीलाई आनन्द। आमेन भन्नुहोस् त। हालेलुया। मैले येशू चिनेको छु नि भन्ने कुरामा आनन्द। म नि सबैभन्दा बेसी गर्व गर्ने कुरा नि म पास्टर भएको कुरामा होइन, मैले वचन बोल्नु पाउँछु भन्ने कुराले गर्दा होइन, मेरो येशू मसँग हुनुहुन्छ। आमेन भन्नुहोस् त। म येशूको हो। हा 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 हा। म त अन्य गीत अघि गाउँदै थिएँ नि होइन। हर्षित छु म, आनन्दित छु। अनि के भन्दै गाउनुहुन्थ्यो अघि अरू अरू? म धक छु। अनि तपाईँमा सुरक्षित छु, तपाईँमा आनन्दित छु, तपाईँमा परिपूर्ण छु। मेरो बुबा मेरो बुबाको भरिपूर्ण हुन्छु तिम्रै हातले छुँदा यो शिरलाई। बाउको हातले चाहिँ नि छुँदा पनि हामीले भरिपूर्ण भएको अनुभव हुने बाउ पाउँदा कस्तो हुन्छ? त्यस्तो चाहिँ हाम्रो बाउ हुनुहुन्छ, त्यस्तो हाम्रो परमेश्वर हुनुहुन्छ। आमेन भन्नुहोस् त। त्यस्तो उहाँले छोइसक्दाखेरि नि तपाईँ परिपूर्ण भइसक्नु भएको छ। आमेन भन्नुहोस् त। उहाँले छोइसक्दाखेरि तपाईँलाई उहाँको प्रेमले भरिसक्नु भएको छ। एकदमै महत्त्वपूर्ण कुरा हो। त्यही कारणले चाहिँ उहाँमा रमाउने त्यो चाहिँ, तर त्यो रमाहट चाहिँ त्यतिखेर मात्रै सुरु हुन्छ जतिखेर तपाईँले उहाँलाई नजिकबाट चिन्नुहुन्छ, नजिकबाट चिन्नुहुन्छ। एकदमै जान्नुपर्ने महत्त्वपूर्ण कुरा हो। तपाईँको हृदयमा लागोस् यो कुराले, तपाईँभित्र हलचल ल्याओस् यो कुराले, तपाईँभित्र सेकिङ ल्याओस् यो कुराले। आमेन भन्नुहोस् त। हालेलुया।